र जस्तै कि तपाईँले थम्बनेलमा हेर्नुभयो कन्टेन्ट मोनेटाइजेसन टुल अब नेपालमा पनि सबै क्रिएटर्सहरूले अब पाउन थालिसक्नु भएको छ र कन्टेन्ट मोनेटाइजेसन टुलको जुन क्राइटेरिया पहिला थिएन, इन्भाइट ओन्ली मात्र थियो, अब त्यसको क्राइटेरिया पनि लन्च भइसकेको छ र हिजो मात्र लगभग धेरैजसो पेजमा सो हुन स्टार्ट भइसकेको छ। मसँग अहिले 20-25वटा पेज छ, सबै पेजमा सो गर्न स्टार्ट भइसकेको छ। कन्टेन्ट मोनेटाइजेसन टुल नेपालमा इलिजिबलको लागि जम्मा 6वटा क्राइटेरिया छ। त्यो 6वटा क्राइटेरिया मिट गर्नुपर्ने हुन्छ। सबभन्दा पहिला यहाँ तपाईँले प्रुफ हेर्न सक्नुहुन्छ, मैले स्क्रिन रेकर्डिङ लगाइदिएको छु। उमेश कुमार यादव यो मेरो पर्सनल पेज हो र यो मेरो मोनेटाइज छ, कन्टेन्ट मोनेटाइजेसन टुल आउँछ है। यहाँ स्क्रिनसट लगाइदिएको छु, त्यो हेर्नु होला। र अब म तपाईँलाई आफ्नो दुईवटा मेरो जुन यो मिथिला टेज्ञानको पेज छ, हाम्रो यो बिजनेसको पेज छ, एउटा मिथिला टेज्ञान भनेर र अर्को भनेको मिथिला टेज्ञान प्राइभेट लिमिटेड भनेर, त्यसको दुईटाको स्क्रिनसट लगाइदिनेछु। र अब यहाँ भिडियो रेकर्ड पनि, स्क्रिन रेकर्डिङ पनि यहाँ हेर्न सक्नुहुन्छ तपाईँले। सबभन्दा पहिला यहाँ मैले मिथिला टेज्ञानवालाको यहाँ अन गरेको छु र मैले यहाँ प्रोफेसनल ड्यासबोर्डमा क्लिक गरेँ र यता मोनेटाइजेसन ट्याबमा मैले गएँ है। मोनेटाइजेसन ट्याबमा जाने बित्तिकै यहाँ तपाईँले हेर्न सक्नुहुन्छ, हाम्रो यसमा स्टार आउँछ, सब्सक्रिप्सन आउँछ, तर नट एट एभाइलेबल हाम्रो कन्टेन्ट मोनेटाइजेसन टुल अनि स्टोर फ्रन्ट अन भएको छैन। मैले यहाँ कन्टेन्ट मोनेटाइजेसनमा क्लिक गरेँ, तपाईँ पनि त्यहाँ गएर चेक गर्न सक्नुहुन्छ। र यहाँ हेर्नुहोस् नोटिफिकेसन रिमाइन्डर सेट भनेको छ। मैले अलरेडी यदि तपाईँले इन्ट्रेस्टेडको लागि त्यो फर्म सबमिट गर्नुभएको छैन भने आई एम इन्ट्रेस्टेड भनेर त्यसमा केही कुराहरू लेख्नुपर्ने हुन्छ। यो भिडियोको डिस्क्रिप्सनमा हालिदिनेछु, त्यहाँबाट तपाईँले कपी गरेर अनि त्यो इन्ट्रेस्टेड फर्म चाहिँ फिलअप गर्नु होला। त्यो फिलअप गरिसके पछाडि यहाँ तपाईँले हेर्न सक्नुहुन्छ वेट लिस्ट क्राइटेरिया भनेर र 4 अफ 6 मिट भनेर जम्मा जुन 6वटा क्राइटेरिया छ, त्यो 6वटा मध्ये हामीले 4वटा मिट यो पेजमा गरिसकेका छौँ। सो मैले क्राइटेरिया मिटमा मैले क्लिक गरेँ र जम्मा जुन कुन 6वटा छ त 6वटा छ भन्दाखेरि टोटली म तपाईँलाई सो गर्छु हामीले के क्राइटेरिया मिट गर्नुपर्ने हुन्छ र त्यति क्राइटेरिया मिट गरिसके पछाडि बल्ल हाम्रो पेज मोनेटाइज हुने हो हैन। पछिल्लो समयमा इन्भाइट ओन्ली प्रोग्राम मात्र थियो भन्दाखेरि अहिले यो क्राइटेरिया मिट अन भइसकेको छ। सबभन्दा फर्स्ट भनेको बी एट लिस्ट 18 इयर ओल्ड भन्नाले कमसेकम तपाईँको उमेर 18 वर्ष हुनुपर्छ र रेसिडेन्स इन एन इलिजिबल कन्ट्री, जुन कन्ट्रीमा तपाईँ अहिले हुनुहुन्छ त्यो फेसबुक कन्टेन्ट मोनेटाइजेसनको लागि इलिजिबल हुनुपर्छ। सो हाम्रो नेपाल इलिजिबल छ हैन। यो जम्मा यो दुईटामा ब्लू टिक लागेको छ। र थर्ड नम्बरको हेर्नुहोस् ह्याभ योर पेज अर प्रोफाइल फर एट लास्ट 30 डेज भन्नाले तपाईँको पेज अथवा प्रोफाइल लास्ट 30 डेज पुरानो हुनुपर्छ। हामीले यहाँ क्लिक गरेर पनि यहाँ तल हेर्न सकिन्छ पेज अर प्रोफाइल क्राइटेरिया योर फेसबुक पेज अर प्रोफाइल निड टु बी एट लिस्ट 30 डेज ओल्ड भन्नाले 30 दिन पुरानो हुनुपर्छ। यो 18 इयर ओल्डवालामा मैले क्लिक गर्नुहुन्छ भने यहाँ हेर्नुहोस् टु जोइन एन्ड युज दिस प्रोग्राम यु मस्ट बी एट लिस्ट 18 इयर ओल्ड है। र त्यसै गरी फोर्थ रहेको छ पोस्ट एटलिस्ट 3 रिल्स इन द लास्ट 90 डेज 90 दिनभित्रमा तपाईँले अथवा तपाईँको प्रोफाइल अथवा पेजमा 3वटा रिल भिडियो पोस्ट भएको हुनुपर्छ। र फिफ्थ भनेको हाम्रो ह्याभ एटलिस्ट 10K फलोवर्स है। मैले यसमा क्लिक गरेँ टोटल एमाउन्ट अफ नम्बर अफ फलोवर्स अफ योर पेज फेसबुक पेज अथवा प्रोफाइल, तपाईँको फेसबुक पेज अथवा प्रोफाइल छ भने त्यसमा 10,000 फलोवर्स कम्प्लिट भएको हुनुपर्छ। र सबभन्दा लास्ट र 6th क्राइटेरिया भनेको हाम्रो गेट एट लिस्ट 1.5 लाख भ्युज युनिक भ्युज ओभर द लास्ट 28 डेज भन्नाले लास्ट 28 दिनमा तपाईँको पेज अथवा प्रोफाइलमा 1.5 लाख भ्युज कम्प्लिट भएको हुनुपर्छ। बल्ल हामी यो फेसबुक कन्टेन्ट मोनेटाइजेसनको लागि इलिजिबल हुन्छौँ र एप्लाई नाउको बटन पनि आउँछ र हामीले एप्लाई गर्न मिल्छ है। र अब म तपाईँलाई यो मेरो जुन मिथिला टेज्ञान प्राइभेट लिमिटेड जुनबाट अहिले तपाईँ भिडियो हेर्दै हुनुहुन्छ त्यसको मैले क्लिक गरेँ र यसको मैले यहाँ प्रोफेसनल ड्यासबोर्डमा जान्छु हैन। प्रोफेसनल ड्यासबोर्डमा मैले क्लिक गरेँ र यहाँ मोनेटाइज ट्याबमा क्लिक गरेँ र यहाँ तपाईँले जम्मा हेर्न सक्नुहुन्छ कन्टेन्ट मोनेटाइजेसनमा मैले क्लिक गरेँ र यहाँ हेर्न सक्नुहुन्छ जम्मा 6वटा मध्ये हाम्रो 5वटा कम्प्लिट छ है। एउटा मात्र हाम्रो बाँकी छ। यहाँ हेर्नुहोस् है यो 18 वर्ष कम्प्लिट भएको हुनुपर्छ, त्यो पनि कम्प्लिट छ हाम्रो है। रेसिडेन्स इन इलिजिबल कन्ट्री यहाँ हेर्नुहोस् टु पार्टिसिपेट यु मस्ट लिभ इन अ कन्ट्री वेयर दिस प्रोग्राम इज एभाइलेबल इफ यु हेभ मुभ टु योर कन्ट्री द्याट इज नट इलिजिबल यु मे लस एक्सेस, जुन कन्ट्रीमा इलिजिबल छैन त्यहाँ तपाईँ हुनुहुन्छ भने इलिजिबल हुँदैन। र अब 30 डेज पुरानो हाम्रो ऊ पनि छ। 90 दिनमा हामीले 3वटा रिल पनि पोस्ट गरेका छौँ। अलरेडी हाम्रो यसमा 49K फलोवर्स छ। सो 10K फलोवर्स पनि कम्प्लिट छ र 1.5 लाख जुन भ्युज भनेको छ तपाईँको 28 दिनभित्रमा त्यो हाम्रो 88,776 भ्युज पनि कम्प्लिट भइसकेको छ।
अलिकति मात्र बाँकी छ र त्यस पछाडि हामीले यो पेजलाई पनि मोनेटाइज गर्न सक्छौँ। यो भिडियो तपाईँले इन्फर्मेटिभ लाग्यो भने भिडियोलाई लाइक गर्नुहोला, च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन अल प्रेस गर्नुहोला। हस्त, धन्यवाद।